आज चाहिँ मेरो अकाउन्टमा अचानक लाख रुपियाँ कहाँदेखि आएछ त। सो हेलो एन्ड नमस्ते, फेरि पनि स्वागत छ सबैजनाको मेरो एउटा नयाँ मिनी ब्लगमा। आई होप कि सबैजना सन्चै र आरामै हुनुहोला र हामीहरू पनि यहाँतिर एकदमै आरामै नै छौँ। आज बिहानै सर्वप्रथम लाग्यो आफ्नो ड्युटीतर्फ। बाटोको लामो सफर पार गरेर आफ्नो मन्दिरसम्म पनि पुगियो। आएर हेरेको त कोही चाहिँ मजाले बसिरहेका र कोही चाहिँ मजाले काम गर्दै थिए। त्यसपछि सबै कुरा चेकिङ गरिसकेपछि म पनि एकछिन ट्रेडिङ रिलेटेड कुराहरू नोट डाउन गर्न थालेँ, किनकि अहिले म ट्रेडिङको पनि कोर्सहरू गर्दैछु नि त। त्यसैले त्यतिकैमा मेरो मोबाइलमा मेसेज आयो, के मेसेज रहेछ भनेर हेरेको त मेरो अकाउन्टमा चाहिँ लाख रुपियाँ आएको रहेछ। यत्रो पैसा चाहिँ कहाँबाट आयो भनेर हेर्दाखेरि चाहिँ स्टाफहरूको स्यालेरी आएको रहेछ। त्यसैले चाहिँ सबै स्टाफलाई बोलाउँदै मैले चाहिँ फटाफट तिनीहरूको स्यालेरीहरू दिन थालेँ। स्यालेरी पाउँदाखेरि त फेरि हाम्रो स्टाफहरूको अनुहारमा खुसी नै अलग हुन्छ। त्यसपछि सबै कामहरू सकेर चाहिँ आजको हिसाबहरू पनि गरिसकेर फटाफट स्यालुनको सबै लाइटहरू क्लोज गरेर बाहिर गएर चाहिँ सटरहरू चाहिँ डाउन गर्न पठाएँ। स्यालुन बन्द गरिसकेपछि चाहिँ मैले चाहिँ उता बुढीलाई पनि पिकअप गर्न जानु थियो। त्यसैले चाहिँ म पनि आफ्नो गाडी स्टार्ट गरेर फटाफट जान थालेँ बुढीलाई पिकअप गर्नको लागि। बुढीलाई पिकअप गरेपछि चाहिँ हामीहरूलाई भोक लागेको यस्तो भएको थियो, किनकि टाइम पनि धेरै नै भइसकेको थियो। त्यसैले चाहिँ हामीहरू आयौँ एउटा रेस्टुरेन्टमा केही खानेकुराहरू खानको लागि अर्डर गरेर फटाफट अब खाना पनि थाल्यौँ। कति मान्छेहरूले सोच्नुहुन्छ होला बाहिर मात्र कति खाएको भनेर। रातिको 11-12 बजी छुट्टी हुन्छ, अब घर गएर पकाउँदा धेरै नै लेट हुन्छ। त्यसैले हो अब चाहिँ सबै कुरा गरिसकेर चाहिँ हामीहरू फाइनली घरमा नि पुगिसक्यौँ। तपाईँहरूलाई नि हामीहरूसँग केही कुरा सोधपुछ गर्न छ भनेपछि हाम्रो कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। तपाईँहरूलाई नि हाम्रो मिनी ब्लगहरू मन पर्छ भने चाहिँ लाइक, कमेन्ट, फलो अनि सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।